सर्वप्रथम त सबैमा नमस्ते। नमस्ते। अनि भोलिबाट त हाम्रो अब भिडियो सुरु भइ नै हाल्छ हैन, किनभने मैले यत्रो दिन भिडियोहरू ग्याप गरेँ हैन, त्यसको लागि सरी भन्न चाहन्छु। किनभने मलाई पनि अब गर्न त मन थियो, युट्युबमा अगाडि बढौँ, युट्युबमा केही गरौँ हैन, आफ्नो एउटा भनौँ न एउटा कन्टेन्ट ल्याउँ, आफ्नो एउटा फ्यामिली कन्टेन्ट ल्याउँ भन्ने हिसाबले मैले अगाडि बढाउन त खोजेको हो। तर अनफोर्चुनेटली भनौँ मेरो मम्मीको त्यो केसले गरेर, भनौँ मेरो मम्मीको त्यो समस्याले गर्दा म त्यतातिर लागि परेँ। तर पनि ठिकै छ, मैले आमा खुवाउने औँसीसम्म वेट गर्छु। त्यसपछि आमा खुवाउने औँसीको दिनबाट हाम्रो भिडियोहरू फेरि कन्टिन्यू जसरी मैले बनाउँथेँ, जसरी मैले हाल्थेँ भिडियोहरू, त्यसरी नै मैले अगाडि बढाउँछु भनेर मैले भनेको थिएँ। सो आज चाहिँ मम्मीलाई यसो 2-4 वटा कुराहरू सोध्नु मन लाग्यो। भोलि के छ खाने दिन? के खाने दिन? उइस उइस हैन, भोलि के हो? औँसी। के औँसी? आमा खुवाउने। अनि इङ्ग्लिसमा के भन्छ? ह्याप्पी मदर्स डे। के भन्नु त? ह्याप्पी मदर्स डे। अलि ठुलो स्वरले ह्याप्पी मदर्स डे। आइवा। अनि भोलि अब के खाने, के ल्याउने, छोरोले के खुवाउँछ, के खानु मन लागेछ टक्क भन्ने। अब भोलि फेरि अनि बाबुले बिहानदेखि के ल्याउने, के बनाउने सबै कुरा गर्छ। ल 3 थरी ल्याउने। के खाने? ल त्यहाँ त्यो भिडियोमा हेर भन्ने। तिख्रा पखेटा। तिक्रा पनि पखेटा पनि दुईटै खाने। अनि ओके। राको छोइला खानु मन लागेछ, छोइला बनाएर खाने। अनि अरू बुङ्गुर ग्रेभी। बुङ्गुर खाने? बुङ्गुर नखाने, बुङ्गुर डाइजेस्ट हुँदैन। बुङ्गुर खाउँला पछि बनाउँछु, किनभने बुङ्गुर यसलाई पच्दैन क्या, यसले पचाउन सक्दैन। त्यही भएर खाना त मन छ, तपाईहरु बनाइदिन त हुन्छ। त्यसो भए भोलि विङ्स मासु झोल। पुलाउ खाने कि न? पुलाउ के पुलाउ पकाउने? चामल जस्तो भात पकाउने फर्र पारेर। अनि पुलाउ ल्याएर बनाउला नि त, के छ र? पुलाउ ल्याएर बनाउनलाई के आइतबार म त्यति गर्न सक्दिन त मेरो आमाको लागि। ल मासुमा के खाने? विङ्स, लेस, अनि राँगाको छोइला, अनि अन्डा, ब्रेड, अन्डा उसिनेर फ्राई रातो बनाउने। अनि यो डल्लो रस परे चाहिँ उसको भाग। कसको? लटेको? लटे ल्याउने रे? ल्याउनु पर्यो नि हजुरआमालाई। तँ ल्याउने हो रसभरी? अस्ति भनेन मम्मीले। पैसा कस्तो एकछिन हो ल यहाँ आएर बन क्यामेरामा डल्लो रस परी बस अलि यता आइज सुन्दैन फेरि। ल यसको भागमा के रे मम्मी? रसपरी सेतो डल्लो सेतो कि रातो? सेतो। रसबरी कि लालमुन रे के? लालमुन। रातो कि सेतो भने? सेतो भने रसबरी, अनि रातो भने रस लालमोन। डल्लो सेतो आउँछ नि। सेतो अनि रातो दुईटै। ल दुईवटा 4वटा ल्याउने काम तेरो। अनि लड्डु त्यति हो। रसबरी मात्रै? रसबरी र त्यो लालमोन, त्यो रातो र सेतो। अरु के ल्याउनु पर्छ यसले? केरा नि तैले ल्याउनु पर्छ। केरा ओके। ल म केरा, स्याउ, अंगुर अनि मासु थोरै ल्याउनु। धेरै त ल्याउनु पर्दैन, 3 जना 4 जनालाई कति नै खाने छ र? ल भनेपछि यसलाई मिठाई यसको भागमा, मासु र फलफुल मेरो भागमा। दिदीले के ल्याउने? केक कसले ल्याउने? तैले फोनमा बुझ्न। केक मैले ल्याउनु पर्छ। तेरो फोन ल्या त, दिदीलाई फोन हानु। यत्रो टल्लो ल्याए पो यहाँ। कति बजे? यतिखेर त त्यो घर गइसक्यो। ल्याउनु न त्यो फोन ले त भिडियो कल हान्दा। भनेपछि भोलि खतरा बनाउनु पर्छ मम्मी। आमा हुने होस् है। कति वर्षपछि मैले मनाउनु पाइरहेको छु मेरो आमासँग। यार आमाको मुख हेर्ने दिन कति वर्ष। म बाहिरकै बाहिर, आमा यहाँ नेपालको नेपाल, म बाहिरको बाहिर। के हो आमासँग साथ दिनु पाएको छैन, आमासँग भनौँ न टाइम स्पेन्ड गर्न पाएको छैन।
त्यही भएर मैले अहिले बिहे नगरे हो कि नभए बिहे गर्थेँ फ्याप्लाकै बिहे गरेँ ओ ल हेलो 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 कहाँ हो ल हामी यहाँ हेर यहाँ भिडियो बनाउँदैछौँ है यहाँ हेर त यहाँ युट्युबमा ल अनि भोलि यहाँ तेरो भागमा के हालिदिएको छ मम्मीले अब भोलि के ल्याउनु भन्दैछ यहाँ यहाँ सुन मैले के ल्याउने मम्मी विश अलि यहाँ गर ल भन विश विङ्स 3% छ त ब्याट्री त्यहाँ चार्जर गरेको थिएन नि छिटो बोल न ल अब यसले के ल्याउने भन्नु न अब तैँले के ल्याउनु भन ल तैँले के ल्याउने हो अब मेरो भागमा मम्मीले विङ्स लेग्स फलफुल अन्डा अनि अन्डा उसिनेर फ्राई केक अनि त्यसपछि लक्कीलाई मिठाई सेतो डल्लो डल्लो तैँले के ल्याउने अब मम्मीले के ल्याउने लिएर आइज अब तेरो नाममा अब हाम्रो त भइसक्यो है हाम्रो बुक भयो बुक भइसक्यो बुक कोक कोक ल कोक जुस तेरो नाममा ल दुईटा बदाम अनि कोक बदाम जुस ल ल ल राख्दे ल अनि ल बाइ बाइ गरे अलिअलि ल भोलि भेटौँ ल पापडी र ब्राउन सो दिदीले जुस ल्याउनु भयो है कोक भोलि कोक र बदाम जुस मेरो नाममा फलफुल र मासु यसको नाममा भान्जोको नातिको नाममा मिठाई अनि अलिअलि गिफ्ट पनि छ मम्मीलाई भोलि गिफ्ट है ल गिफ्ट के चाहिँ दिनु चाहिँ अनि भोलि गिफ्ट पनि अब मैले ल्याउँछु ल तर पुतली होइन है कान्छीले पनि एउटा गिफ्ट दिएछ कान्छीको पनि गिफ्ट छ अनि भोलि बिहानै उठेर के गर्ने नुहाउने होइन भोलि बिहान 7 बजे म उठ्छु त्यसपछि लाउँदिन मेरो लाउँदिन अस्ति मात्रै लगाएको सेतै छ त त्यो होस् त्यो सबै यहाँ भित्र फुलेपछि पनि लान्छ म लाउँदिनँ भन्छ बरु म नुहाएर टिक्क पार्छु तेल कालो सेतो देख्दैन नुहाएर कपाल कोरेपछि तेल सेतो देख्दैन आमा छोरा सेतो कालो लाउला भने छ नि त आमा छोरा एकैचोटि लाउने तर म लाउँदिनँ छोरा नलाउने अस्ति मात्रै लगाएको टाउको दुख्छ कि एक हप्ता पनि भएको छैन ठिकै छ ठिकै छ अब भइ नै हाल्यो नुहाउँदा त धेरै खाइरहनु नदेख्छ छोरा ह्यान्डसम छ कि छैन कल्पना छोरालाई कस्तो मन पर्यो के म किन तपाईँको छोरा त क्या ह्यान्डसम क्या दामी भन्छ अब चाहिँ हिरो जस्तो छ अब भने कहाँ हुनु आन्टी म ह्यान्डसम बस चालो जस्तो कारखाना समझ तारिफ यस्तो कम्प्लिमेन्ट आयो भने त म त कहाँ जाउँ होला रे के भने ह्यान्डसम भएर के भन्दा अब छैन दोर्जे अनि के काम त ह्यान्डसम मात्रै भएर ह्यान्डसम भएर हुँदैन म पैसा चाहिन्छ अहिलेको जमानामा पैसा नभएपछि के काम ह्यान्डसम भएर त्यही भएर ठिकै छ इट इज वाट इट इज होइन यतिको लाइफ पाउनु भनेको म त भाग्यमानी हो क्या यतिको लाइफ मैले पाएको छु होइन यो लाइफ त सायद अब कति जुनीमा नि पाउँदैन होला मैले होइन कति जुनी 100 जुनी तपस्या गरेर पनि पाउँदैन त्यही भएर यो लाइफलाई कसरी युटिलाइज गर्ने हो कसरी भनौँ न ह्याप्पी बनाउने हो कसरी भनौँ न खुसी बनाउने हो त्यति हो चिसो हुँदैन बासबारी डनै हो क्या हो डन हो अनुहार किन कालो बनाने आज खुसी छ नि अब पानी थाप्यो नि अनि बाबा पानी थाप्नु परेर त नि यस्तो भएको हिजो त 2 बजेदेखि सुत्या भए मरिजाउँ राति पानी नआएर हिजोदेखि पानी नआएको हिजो पनि पानी नआएर अनुहार कालो बिहान अब आउँला कि भनेर 2 बजेदेखि उठेछ 2 बजेदेखि सुत्या छैन आज
अनुहार हेर्न अनुहार यहाँ बुढी मौको कालो न कालो अनि आज दिउँसो पानी आयो 2 बजे त्यसपछि मजाले सबै पानी थाप्यो अनि बल्ल खुसी भएको छ लुगान धोइ लुगान धोएँ म चाहिँ नुहाएँ पनि भोलि बिहान भएको छ छ अनि ठिकै छ अब भोलिलाई अब पानी यताउति छँदैछ हैन चिन्ता गर्नु पर्दैन त्यही हो मम्मी है अब आज अब हाम्रो यो सानो एउटा भिडियो चाहिँ कम्प्लिट गरिहालेँ एउटा अपडेट पनि दियौँ भनौँ कि अब भोलिबाट हाम्रो भिडियो कन्टिन्यू हुन्छ है अडेस लाउनु अडेस गाह्रो हुन्छ सो भोलिबाट चाहिँ हाम्रो आमा खुवाउने स्पेसल आमाको मुख हेर्ने स्पेसल ह्याप्पी मदर्स डे स्पेसलबाट भोलि हामी फेरि भिडियोहरूलाई कन्टिन्यू गर्छौँ है मम्मी ओके ओके छोराले भने मान्ने कि नमान्ने ओके मान्ने कि नमान्ने अनि ल डन गरिदिनु ल सबैमा नमस्ते नमस्ते जय नेपाल हाय अनि यही हो हैन अब त्यही हो के अरे अब ग्यापिङ भयो त्यसको लागि क्षमा प्रार्थी गर्छौँ फेरि पनि अनि अब फेरि पनि अब भनौँ न भोलिबाट चाहिँ हामी फेरि भिडियोलाई कन्टिन्यू गर्छौँ अनि आशा गर्छु तपाईँहरूले यो हाम्रो आमा छोराको यो डियल भनौँ न आमा छोराको यो कम्बिनेसन आमा छोराको एउटा यो फ्यामिली कन्टेन्टलाई तपाईँहरूले जुन पहिला माया गरिदिनु हुन्थ्यो साथ सपोर्ट गरिदिनु हुन्थ्यो त्यसरी नै माया गरिदिनु होला आउने दिनहरूमा पनि साथ सपोर्ट गरिदिनु होला हैन अनि यो भिडियोलाई लाइक कमेन्ट र सबैमा सेयर गरेर हामीलाई आउने दिनहरूमा एकदम साथ सपोर्ट हौसला दिनु होला है त सो यति भन्दै सबैमा नमस्ते जय नेपाल